अब यो मेन इन्फर्टिलिटीको लागि ट्रिटमेन्टको लागि पनि हामीले चाहिँ जसरी अरू नर्मल रोग लागिरहेको हुन्छ सुगर प्रेसर त्यसरी नै तपाईहरुले अप्ठ्यारो नमानिकन लाज नमानिकन त्यही भएर डाक्टरलाई भेट्ने गर्नुपर्छ। इभन तपाईहरुलाई चाहिँ कुनै कपाललाई बच्चा बसिरहेर छैन भनेपछि गएर चाहिँ मेरो मिसेसको मात्र चेक गरौँ त्यसपछि मेरो चेक गरौँ। बरु केटा मान्छेको सजिलो छ एउटा सिम्पल सेमेन एनालाइसिस हामीले चेक गरेर हेर्यौं भने चाहिँ तपाईको यसमा नर्मल छ भने ल तपाई फिट एन्ड फाइन हुनुहुन्छ भनेर इन्फर्टिलिटीको लागि भन्न सकिन्छ। केटी मान्छेमा टेस्ट गर्ने त धेरै कारणहरु छन् तर त्यो हामी कपाल चेक गर्दाखेरि दुवै जना चेक गर्नुपर्ने छ। ट्रिटमेन्ट भनेको एक जनालाई कहिले पनि हुन्न भनेर के यसमा कपालकै ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले अप्ठ्यारो नमानिकन हामीले चाहिँ चेक गर्नुपर्ने हुन्छ। कतिपय हामीले चाहिँ इन्जेक्सनहरु दिइरा हुन्छौं हैन गोनाडोट्रोपिक रिलिजिङ हार्मोन एससीजीहरु दिइरा हुन्छौं खाने औषधिहरु क्लोबोफेन यो तपाईको वीर्यको काउन्ट बढाउनको लागि पनि धेरै औषधिहरु हुन्छन् जसले गर्न सक्छौं। कतिलाई चाहिँ हामीले ट्रिटमेन्ट गर्न सक्छौं कतिलाई चाहिँ जस्तै अब तपाईको क्रोमोसोमल एब्नर्मलिटीहरु भयो भने चाहिँ हामीले चाहिँ त्यस्तो केसहरुमा चाहिँ गाह्रो भइरा हुन्छ। त्यही भएर चाहिँ अप्ठ्यारो नमानिकन तपाईहरुले चाहिँ डाक्टरलाई चाहिँ कन्सल्ट गर्नुपर्ने हुन्छ।